सो आज चाहिँ मैले के गिफ्ट पाएर मलाई गिफ्ट चाहिँ कसले दिएको त त्यो हेर्नको लागि चाहिँ भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। सो हेलो एभ्रिवान, फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो डे 13 मिनी ब्लगमा। आई होप हजुर सबै सन्चै हुनुहुन्छ र म पनि एकदमै सन्चै छु। अनि अहिले चाहिँ हामी हस्पिटल जाँदै थियौँ चेकअपको लागि, मेरो मम्मी र म चाहिँ। अनि हस्पिटलदेखि आएर चाहिँ एकदम धेरै गर्मी छ नि त, त्यसैले चिसो चिसो सेक पिएर चाहिँ हामी फेरि अर्को दोकानमा लागि मोबाइलको टक्कन हाल्नु थियो अनि सब्जी किनेर म घर आएको। यो चाहिँ अर्को दिनको भिडियो हो। म चाहिँ एकदम धेरै खुसी थिएँ किनभने चाहिँ मेरो बाबु आएको थियो, नेपाल गएको थियो नि त, अनि एकदम धेरै माया लागिरहेको थियो, कहिले आउला भन्ने भइरहेको थियो। फाइनली आयो गाइज, अनि कसरी हाई गरेको, कति माया लाग्दो गरेर। अनि मैले चाहिँ मोबाइलमा लाइट अट्काएको थिएँ क्या, त्यसैले। अनि चाहिँ गिफ्टको कुरा गर्नु पर्दाखेरि चाहिँ यो गिफ्ट चाहिँ मलाई आएको हो हुनर अनलाइन कोर्सदेखि चाहिँ। अनि यसमा चाहिँ आफ्नो सपनाहरू जे पनि छ, डिजाइनर बन्ने, सिलाइ कटाइमा जसमा पनि आफू इच्छुक हुनुहुन्छ त्योमा एकदम अफोर्डेबल प्राइसमा घर बसी सिकाउँछ र त्यसमा गिफ्ट पनि मिल्छ। अफर पनि चलिरहेको छ अहिले। जोइन गर्न चाहनुहुन्छ भने सम्पर्क गर्नु होला। अनि मलाई चाहिँ यहीदेखि आइरहेको थियो गिफ्ट, अनि मेकअपको सामानहरू आएको थियो, अनि हल्का लेटर पनि आएको थियो मलाई। सो आजलाई मिनी ब्लग यति नै, फेरि भेटौँ अर्को भिडियोमा, त्यतिसम्मको लागि बाइ बाइ।